हेलो गाइस, स्वागत छ हैन मेरो न्यू ब्लगमा हैन। अनि म चाहिँ ब्लग बनाउँदै छु हैन। आज चाहिँ नि दशैं हैन, ह्यापी दशैं शुभकामना हैन हजुरहरुलाई चाहिँ हैन। अनि दशैं भनेपछि घुम्न जानुस् हैन, शपिङ जानुस्, तर टिकाको लागि टिका गर्न, तर पैसाको लागि चाहिँ टिका गर्न नजानु हैन। तर लिमिटमा खानु, धेरै ओभर पनि नखानु हैन। अनि मेरो भाइ चाहिँ नि इटरदेखि हैन हाम्रो घरमा आएको छ हैन, काठमाडौँदेखि। अनि म चाहिँ नि घुमाउन लग्न लागिरहेको छु हैन। मुख लड बढिरहेको छ हैन। मेरो भाइ चाहिँ नि इटरदेखि काठमाडौँ आएको थियो हैन अस्ति। अनि त्योहरूमा आज चाहिँ नि यहीँ घुमाउन लग्न लाएको छु हैन। मेरो घर वरिपरि त्यस्तो राम्रो ठाउँ चाहिँ छैन हैन। हजुरहरू चाहिँ हेर्नुहोस् हैन, म चाहिँ देखाउँदैछु। आउ त मेरो भाइ, यो हैन भाइको नाम चाहिँ नि आशिष राई हैन। यस्तो छ हैन मेरो भाइ है। कस्तो लाग्यो हैन कमेन्ट डाउन बिलो। हामी चाहिँ घुम्न गएको है। हामी चाहिँ पुलमा आइसक्यो हैन। हामी चाहिँ घुम्न यहाँ पुलमा एकदिन रमाइलो गर्छ नि, फोटो सिटो खिच्छु हैन। आउनुहोस् क्यामेरा, एकदम रमाइलो रहेछ। हजुरहरू आउनुहोस् नि, यो धापे छेउको हैन बालकुमारी पुल भन्छ। यो पनि भर्खर नयाँ बनाएको हैन। पुलमा हैन फोटो सिटो खिचेर हैन हामी चाहिँ त्यहाँ मन्दिरमा जाँदैछौँ हैन। एकदम रमाइलो हैन पुलमा चाहिँ हैन। अब के गर्नु हैन, दशैंको बेलामा यस्तै हो, घरमा घुम्ने बस्यो, टिका छैन, के गर्नु हैन। ठिकै छ ल। हामी चाहिँ मन्दिर आएको हैन, यो बालकुमारी मन्दिर हैन। हजुरहरू चाहिँ घुम्न आउनुहोस् हैन, एकदम रमाइलो छ हैन। डेटिङ सेटिङ हैन, साथीहरूसँग आउनुहुन्छ डेटिङ बस्न एकदम रमाइलो छ हैन। यहाँ छ हैन मन्दिर हैन, यस्तो छ हैन। पुरै घुम्न आए पनि हुन्छ हैन बालकुमारी मन्दिरमा हैन। डेटिङ बस्नु खतरा छ हैन। डेटिङ बस्नु एकदम रमाइलो गर्नु हैन, डेटिङ बसेर केटीहरूसँग हैन। रमाइलो छैन। मन्दिर आएको छौँ हैन। अब दर्शन सर्शन गरिन्छ मन्दिर हैन। त्यसपछि नाग्दा गइन्छ हैन। त्यही हो, हजुरहरू चाहिँ हेर्दै जानुहोस् हैन। मेरो भ्लग चाहिँ नि त्यति बनाइदिए हावा तालमा हैन। कन्टेन्ट सन्टेन्ट केही छैन हैन। हावा तालमा हैन, हल्का रमाइलो हैन। मन्दिर गइसक्यो, मन्दिर गएर आयो हैन। अब चाहिँ हामी चाहिँ नि नाग्दा घुमिन्छ हैन। हजुरहरू चाहिँ हेर्दै जानुहोस् मेरो ब्लग हैन। अब नाग्दा घुमेपछि अनि त्यहाँपछि घर गइन्छ। त्यसपछि त्यति नै हो हैन। खै मैले त केही भन्न नआउँदैन, धेरै बोल्दिनँ भने हैन। भन्नु हैन, अलिअलि ब्लग स्टार्टिङ हैन, बिस्तारै बिस्तारै। फाइनली हैन हामी नाग्दामा आएको छ। हिँड्दा थाकेर हैन। हजुरलाई चाहिँ नाग्दा देखाउँछ हैन, कस्तो छ हेर्दैन हेर्नु। यस्तो छ हैन नाग्दाहरू चाहिँ हैन। हजुरहरू नाग्दा घुम्न आउनुहोस् हैन। नाग्दा आएको छैन, एकदम घुमिरहेको हैन। अल्छी लागेर नाग्दा घुमिरहेको छ हैन। यहाँ हेर्न सक्नुहुन्छ नाग्दाको हैन भ्यू हैन। हजुरहरू चाहिँ घुम्न आउनुहोस् हैन। तापे ललितपुर नाग्दा है। ल हामी चाहिँ नि अब यति घुमेर हामी चाहिँ नाग्दामा आएको छ हैन। हामी चाहिँ घुमेर हैन अब घर जाँदैछौँ हैन। आजको भ्लग चाहिँ यति नै हैन। ठिकै रमाइलो भयो हैन। ह्यापी दशैं हैन। स्टे सेफ हैन। हल्का दशैं हल्का रमाइलो गर्नु होला हैन। थ्याङ्क यू सो मच हैन वाचिङ माई भिडियो। लभ यु अल। टाटा बाई।